नमस्कार, म राज धमला, हाल प्रवास कतारबाट। विशेष गरी अहिले बालन सरकारले गरेका हरेक गतिविधिहरू, हरेक कामहरूलाई चाहिँ अन्तर्हृदयदेखि नमन गर्न चाहन्छु। राम्रो कामको चाहिँ सबैले समर्थन गर्नुपर्छ, सपोर्ट गर्नुपर्छ। तर अहिले सामाजिक सञ्जालमा चाहिँ मुस्ताङमा रहेको युरेनियम सरकारले अमेरिकन कम्पनीलाई उत्खनन गर्न दिने भन्ने विषयमा चाहिँ मेरो आपत्ति छ, व्यक्तिगत आपत्ति छ। यदि त्यसो गरियो भनेदेखि सार्वभौमिक नेपाल र स्वतन्त्र राष्ट्रमाथि चाहिँ वैदेशिक हस्तक्षेप प्रत्यक्ष रूपमा बढ्छ र यो साम्राज्यवादको नीति नै हो। जसरी पनि कुनै बहानामा चाहिँ देशभित्र छिडेर त्यसमा चाहिँ अशान्ति मच्याउने र त्यसलाई चाहिँ एउटा चपेटामा बनाउने हो उसको नीति। अहिले पछिल्लो समयमा मध्यपूर्व खाडीको अवस्था हेर्ने हो भनेदेखि जसरी जुन ठाउँमा अमेरिका छिरेको छ, घुसेको छ, त्यो देशमा केही समय पछाडि चाहिँ अशान्तिको लहर आएको छ र यो अवस्थालाई बुझ्ने हो भनेदेखि यो सरकारले गर्न लागेको निर्णय हो भनेदेखि चाहिँ यसलाई तत्काल खारेज गर्नुपर्छ र यो निर्णय गरियो भनेदेखि जति हजारौँ राम्रा काम गरे पनि यो निर्णयले सरकारलाई ठुलो असर पर्नेछ।